जेन्जी आन्दोलन भदौ 23 आज बीबीसीको डकुमेन्ट्री कतिजनाले हेर्नुभयो? आज घरमा अलिकति फ्री टाइममा म घरमै बसेर चाहिँ यत्तिकै फेसबुक चलाएको बेलामा कोही एकजना साथीले चाहिँ त्यो डकुमेन्ट्रीको लिङ्क सेयर गरेको देखेँ र लगत्तै हेरेँ। मैले धेरै समयदेखि चाहिँ भदौ 23को फुटेजहरू हेर्न बन्द गरेको थिएँ। यो कस्तो भयो भने त्यो करिब 1 हप्ता नै यति मानसिक तनाव भयो आफूलाई अनि जतिचोटि त्यो फुटेजहरू हेरेँ त्यति चाहिँ त्यो फ्ल्यासब्याकमा आएको जस्तो हुन थालेपछि मैले करिब 1-2 महिना 2-3 महिना यता नै त्यो फुटेजहरू हेरेको थिएन। तर आज फेरि हेरेँ। हेरिसकेपछि त्यो ट्रमामा फेरि गएको जस्तो लाग्यो आफूलाई। जुन फिलिङ भदौ 23मा थियो त्यसमा फेरि आफू ब्याक गएको जस्तो लाग्यो। हाम्रा नेताहरूले कति सजिलै भनिदिन्छन् त्यो संसदको पर्खाल चाहिँ तोडफोड गर्न लागेको, आगलागी गरेको भएर गोली चलेको भनेर। बीबीसीको डकुमेन्ट्रीमा भनेको अनुसार र हाम्रो प्रहरीहरूले पनि अनुमान गरेको अनुसार त्यो दिनको भिड चाहिँ 20 देखि 30 हजारको वरिपरि थियो है। म एउटा सामान्य व्यक्ति जसले फेसबुक हेरेर, टिकटक हेरेर, भनौँ न सामाजिक सञ्जाल हेरेर अनुमान लगाएर मैले भदौ 22को बेलुकी के लेखेको रहेछु भन्दा यो भोलिको प्रदर्शन ठुलो हुन्छ। सरकारले यसलाई सजिलै नलियोस् होइन, सरकारले बेलैमा सुनोस्। जुन ट्रेन्ड चलेको छ त्यसले चाहिँ भोलिको प्रदर्शन चाहिँ राम्रै हुन्छ भनेर मैले लेख्न भ्याएको रहेछु। र त्योभन्दा 2-3 दिन अगाडि चाहिँ जब सामाजिक सञ्जाल बन्द गरियो, सामाजिक सञ्जाल बन्द गर्नु चाहिँ यस्तो अपराध हो जुनले चाहिँ सरकार पनि ढल्न सक्छ भनेर मैले अर्को स्ट्याटसमा लेखेको रहेछु। म जस्तो सामान्य फेसबुक सोसल मिडिया हेरेर मैले यति आकलन गरेको रहेछु भने हाम्रा गुप्तचर निकायहरू के गर्दै थिए? 2-3 हजारको भिड मात्र आउँछ भनेर के को आधारमा उनीहरूले आकलन गरेका थिए? त्यहाँ कुनै पनि बेला त्यो भिडमा घुसपेट हुन सक्छ अथवा भिड अराजक बन्न सक्छ भनेर तयारी गरेको देखिँदैन। जब भिड सुरुमा अराजक बन्न थाल्यो, जस्तै बीबीसीकै डकुमेन्ट्रीलाई आधार लिँदा 11 बजेतिर सामान्य अराजक बन्दै गर्दा होइन, गोली चलेको छ 1 बजे, त्यो बिचमा पनि प्रहरीले संयमित भएर कुनै पनि तयारी गरेको देखिँदैन। पूर्व तयारी त छँदै थिएन नै होइन। पछि पनि जस्तै लाठीचार्ज नै पर्याप्त गरेको देख्दिनँ मैले होइन। 15 कति 30,000 भिडलाई नियन्त्रण गर्न 200 जना प्रहरी परिचालन गरेको भनेको छ। हामीसँग प्रहरी त्यति थोरै पनि छैनन्। हामीले जब त्यो 20-30 हजारको भिड माइतीघरदेखि बानेश्वरतर्फ अगाडि बढ्न थालेपछि एभरेस्ट होटल अगाडि जम्मा 200 जना प्रहरी राख्ने कि अलिकति सङ्ख्या बढाउने तयारी भने त्यही होइन। तपाईँहरू आफूले तयारी गर्न नसक्ने अनि त्यसपछि चाहिँ सामान्य भिड कन्ट्रोल गर्न नसकेपछि सिधै गोली चलाइदिने। न त्यहाँ पर्याप्त रूपमा वाटर क्याननको युज भएको छ, न लाठीचार्ज युज भएको छ, न रबर गोलीको पर्याप्त युज भएको छ, र गोली नै चलाउनु पऱ्यो भने घुँडामुनि चलाइनु पर्ने सिधै टाउकोमा ताकी गोली हानिएको छ। 19 जना त्यो दिन मृत्यु भएको, अधिकांशको चाहिँ त्यो कम्मरभन्दा माथि होइन। के अधिकांश भन्नु, लगभग सबैको नै कम्मरभन्दा माथि गोली लागेको छ। त्यही हो हाम्रो प्रहरीले पाएको ट्रेनिङ। यो त सिधै के देखिन्छ भन्दा माथिको राजनीतिक नेतृत्वबाट नै कोही पनि नझुक्किनु होला। बीबीसीले त आफ्नो सीमित स्रोतको आधारमा प्रहरी प्रमुखले आदेश दिएको भनेर पुष्टि गरिदियो। अहिलेसम्म त प्रहरी प्रमुख आफैले पनि मैले आदेश दिएको होइन भनेर बोलिरहेका थिए भने उसले प्रहरीबाटै पाएको स्रोत है डकुमेन्ट पनि उसले अपलोड गरेको छ। त्यसमा प्रष्ट रूपमा प्रहरीको छाप देखिन्छ। त्यसैको आधारमा नै प्रहरी प्रमुखले नै गोली चलाउने आदेश दिएको भनेर पुष्टि गरिदिएको छ। म के कुरामा विश्वस्त छु भने जुन रूपमा ओली छन्, जुन ओलीको नेचर हो, जुन शक्ति केन्द्र उनलाई पूर्ण शक्ति, राज्यको शक्ति आफूमाथि केन्द्रित गर्ने उनको नेचर छ, उनलाई नसोधिकन कुनै पनि प्रहरी प्रमुख अथवा गृह सचिव अथवा रक्षा सचिव अथवा सिडिओले नै त्यो दिन गोली चलाउने आदेश दिए होलान् भनेर म मान्न सक्दिनँ। यो सम्पूर्ण घटनाको ब्रिफिङ ओलीलाई भएको छ र ओलीले होइन गोली चलाएर भए पनि दमन गर्नुहोस् भनेर नै यो घटना घटिएको छ। होइन भने प्रहरी हाम्रा यति लाचार पनि छैनन्। यो पहिलोचोटि प्रदर्शन भएको पनि होइन। गोविन्द केसीको आन्दोलनमा 10औँ हजार भिड त्यो उहाँले कतिचोटि अनसन गर्नुभयो, त्यो हरेक अनसनको पिकमा चाहिँ त्यति भिड आउने गर्थ्यो। प्रहरीले सजिलै रूपमा सधैँ नै त्यो कन्ट्रोलमा राखेकै हो है। इभन राजावादीको आन्दोलनमा पनि होइन गोली सजिलो चलेको भनेर आरोप लागेकै छ है। त्यतिखेर अब दुवै पक्ष उग्र थियो होइन। एउटा जर्नलिस्टलाई जलाउने पनि, त्यसलाई पनि हामीले सही भन्न सक्दैनौँ होइन। प्राइभेट घरमा आगलागी गर्ने कुराहरू हामीले सही भन्न सक्दैनौँ। उहाँले एकदम आन्दोलनको सुरुको चरणमा नै त्यो गर्नुभएको छ। तर प्रहरीले पनि कुनै पनि संयमता नदेखाइकन एकदम सुरुवाती चरणमै त्यहाँ पनि गोली चलाएको छ। अलिकति भिड देखियो कि होइन प्रहरीले गोली चलाउन थाल्ने हो भने त अर्को आन्दोलन हुँदा पनि सजिलै गोली चल्ने भयो।
यसरी गोली चल्ने कुरालाई हामीले छुट कहिले पनि दिन सक्दैनौँ। यो हत्या हो, होइन? कि त अगाडिको पक्षले पनि गोली नै चलाएको हुनुपर्यो, होइन? हाम्रा जेनजी युवाको हातमा कि त बम हुनुपर्यो, कि त उनीहरूले पनि बन्दुक बोकेको हुनुपर्यो, उनीहरूले नि अन्धाधुन्ध गोली चलाएको हुनुपर्यो। त्यो केस त होइन यो। उनीहरूको हातमा त ढुङ्गा पनि अधिकांशको हातमा थिएन, होइन? त्यो केही सामान्य व्यक्तिहरू 200-400 व्यक्तिहरूले ढुङ्गामुढा गरे होलान्। त्यो 10औँ हजार 20औँ हजारको भिडमा 200-400 व्यक्तिले मात्र ढुङ्गा समातेको देखिन्छ दृश्यमा, प्रष्ट छ त्यो। अरूले त पछाडि हटाउनै भनेका छन्। भनेपछि 200-400 व्यक्ति जसको हातमा ढुङ्गा छ उनलाई धरपकड गरेर, गाडीमा राखेर अथवा लाठीचार्ज गरेर, वाटर क्यानन हानेर, असुर ग्यास हानेर डिस्पर्स गर्ने कि गोली चलाउने आदेश दिने? गोली चलाउने आदेश प्रहरी प्रमुखले दिएका होलान्। त्यसको प्रधानमन्त्रीले यो निहत्था युवाहरूमाथि गोली नचलाऊ भनेर रोक्नु पर्दैन? डकुमेन्ट्रीलाई नै आधार मान्ने हो भने, बिबिसीको डकुमेन्ट्रीले नै आधार मान्ने हो भने करिब 3 देखि 4 घण्टासम्म गोली चलेको छ। 3 देखि 4 घण्टासम्म गोली चल्दा ओली कहाँ थिए? उनले चाहिँ परिस्थिति आफूले बुझेर अब भयो, धेरै भयो, गोली नचलाऊ भन्नुपर्ने होइन? त्यति मात्र कहाँ हो र? हजुरहरूले दिउँसोको गोलीकाण्ड त देख्नु नै भएको छ, बेलुकीसम्मै चलेको थियो त्यो। तर राति 8-9 बजीसम्म सिभिल हस्पिटलमा छिरेर त्यो घाइतेहरूलाई उपचारको लागि दौडाइरहेका युवाहरूमाथि पनि लाठीचार्ज गरेको हामीले नदेखेको हो र? त्यो बेलासम्म दमन गर्नुपर्ने? त्यत्तिका युवाहरू मारिसकेपछि करिब 2000लाई घाइते बनाइसकेपछि पनि दमन गरिराख्नुपर्ने? रातिको 9-10 बजीसम्म पनि दमन गरिराख्नुपर्ने? के उनीहरू रातिको 9-10 बजेसम्म पनि संसद भवन चलाइरहेका थिए? त्यसैले संसद भवन चलाइरहेको थियो कसैले भने उसलाई धरपकड गर्ने हो, ऊमाथि लाठीचार्ज गर्ने हो, उसलाई डिस्पर्स गर्ने हो, अथवा केही समयलाई लगेर लकअपमा राख्ने हो, गोली चलाउने होइन। कि त उसले पनि गोली चलाएको हुनुपर्यो, उसको हातमा बम सम केही हुनुपर्यो, होइन भने गोली चलाउने अधिकार कुनै पनि प्रहरीलाई छैन। र यदि प्रहरी प्रमुखले स्वयं आफैले गोली चलाउने आदेश दिएका हुन् भने उनीमाथि कारबाही हुनुपर्छ। तर मलाई लाग्छ यो आदेश सिधै ओलीमाथि आएको छ। पुरानो सत्ता भत्किँदैछ। पुरानो सत्ता हामीले मुक्त पाउँदैछौँ। के अरे फागुन 21को निर्वाचनले ओली देउबा प्रचण्डलाई अबको राजनीतिबाट बिदाई दिँदैछ। त्यो बिदाई दिएपछि नयाँ सरकार आउँछ। मलाई लाग्छ अहिलेका गृह सचिव, रक्षा सचिव, प्रहरी प्रमुखहरूले पनि त्यसपछि बोल्ने आँट गर्नुहुन्छ। त्यसपछि उहाँहरूको डर हराएर जान्छ र क्रमशः उहाँहरूले जे सत्य हो, जसले माथिबाट आदेश दिएको हो, राजनीतिक नेतृत्वले नै आदेश दिएको हो भने पुष्टि गर्नुहुन्छ। मेरो यो विश्वास हो। उहाँले चाँडै बोलिदिनुहोस्, होइन भने तपाईँहरू कारबाहीको भोगी हुनुहुन्छ। तपाईँहरूले राजनीतिक नेतृत्वले गलत आदेश दिँदा पनि त्यसलाई रोक्न चाहिँ सक्नु पर्थ्यो। तपाईँहरूले यति बेला भइसकेको छैन, अझै समय भएर हामीले नियन्त्रणमा लिन्छौँ भन्न सक्नु पर्थ्यो। त्यसमा तपाईँहरू पनि चुक्नु भएको छ। तर पनि यो गोली चलाउने आदेश माथिबाट आएको हो भने तपाईँहरूले यो कुरा छर्लङ्ग पारिदिनुपर्छ। जनतालाई जान्ने अधिकार छ। होइन भने तपाईँहरू आफूले यो पुरै गोलीकाण्डको चाहिँ जिम्मेवारी लिनुपर्छ, है? यो तपाईँहरूले गर्नै पर्छ। र धेरै साथीहरूले भदौ 24मा गए